पूर्वराजा ज्ञानेन्द्र शाहसँग संवादहरू कुराकानीहरू कतिको हुन्छ? छैन, भेटघाट छैन। तर तपाईँको त कुराकानी भइरहेको छ भनेर मान्छेहरू भन्छन्, बाहिर त चर्चा छ। त्यही त नयाँ नयाँ भाष्यहरू, सुशीला कार्कीसँगको भाष्य, अब राजा ज्ञानेन्द्रसँगको भाष्य। नेपालमा राज संस्था फर्कन सक्ने सम्भावना के देख्नुहुन्छ? अब राजनीतिमा अब कुनै कुरा सम्भावनै छैन त भन्न सकिँदैन, समय परिस्थितिको खेल हो। राज संस्था पनि फर्कन सक्छ हाम्रो देशमा त परिस्थिति अनुसार। होइन, यस्तै देश तरल अवस्थामा रहिरह्यो भने फर्किन सक्दैन भन्न सकिँदैन। त्यसो पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न सक्नुहुन्छ तेस्रो? अब राज संस्था पुनर्स्थापना भएको खण्डमा अवश्य पनि। राज संस्था पुनर्स्थापना भयो भने पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्नुहुन्छ? बन्न सक्नुहुन्छ। पूर्वराजा ज्ञानेन्द्र शाहको बारेमा तपाईँको टिप्पणी के छ? मेरो केही छैन। कस्तो व्यक्ति हो उहाँ? मैले नजिकबाट अध्ययनै गरेको छैन। छोरीको बिहामा आएको होइन भने एउटा राजाको रूपमा मैले चिनेको हो, होइन, अब व्यक्तिको रूपमा मैले चिनेको छैन। तर तपाईँले पहिलोपटक पूर्व राष्ट्र अध्यक्षको नाताले तपाईँको छोरीको बिहामा बोलाउनु भयो नि त शीतल निवासमा। अब उहाँ नेपालको राजा हो, राज परिवारको सदस्य हो, वरिष्ठ सदस्य हो र नेपाल एकीकरणको जुन नेतृत्व, राष्ट्र निर्माता भनेर पनि हामी पृथ्वीनारायण शाहलाई सम्मान गर्छौँ। उहाँको सन्तति हो, त्यो हिसाबले मेरो उहाँप्रति सम्मान छ र उहाँले राजगद्दी जसरी त्याग गर्नुभयो त्यो प्रति पनि मेरो सम्मान छ। उहाँले आफै, होइन, जनताको नासो जनतालाई भनेर उहाँ चाहिँ आफै गाडी ड्राइभ गरेर श्रीमती लिएर राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो। त्यसैले उहाँलाई देशप्रति माया छ भन्ने मलाई विश्वास छ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशप्रति माया छ? माया छ। उहाँले देश नछोडिकन बस्नुभयो नि त। त्यसैले राज संस्था फर्क्यो भने फेरि राजा बन्न सक्ने आधार तपाईँले बताउनु भएको छ। मैले बताएँ भन्दा पनि राजनीतिमा असम्भव भन्ने कुरा छैन भन्ने छ। देश अस्थिर भइरह्यो, पार्टीहरूले कमान्ड गर्न सकेनन् भने त कमान्ड त कसै न कसैले त गर्नु पर्यो र नेपालको विभिन्न शक्ति केन्द्रमध्ये एउटा शक्ति केन्द्र चाहिँ पूर्व राज संस्था पनि त हो नि त।